नमस्ते, म डाक्टर शेखर पौडेल, पेट तथा कलेजो रोग विशेषज्ञ। आज चाहिँ म कन्स्टिपेसन यानी कि कब्जियतलाई कसरी हाम्रो जीवनशैली परिवर्तन गरेर र घरेलु तरिकाबाट ठिक गर्न सकिन्छ भन्ने बारेमा कुरा गर्न गइरहेको छु। यसअघिको भिडियोमा चाहिँ मैले कब्जियत किन हुन्छ र कसलाई हुन्छ भन्ने बारेमा कुरा गरेको थिएँ। धेरै मानिसहरूलाई मनमा लाग्ने एउटा कुरा चाहिँ के हो भने यो कब्जियतको औषधि किनेर खानुभन्दा घरमै आफ्नो जीवनशैली र खानपिन परिवर्तन गरेर ठिक गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा हो। आज आउनुहोस् यस बारेमा विस्तृतमा कुरा गरौँ। साधारणतया कब्जियत भन्नाले दिशा दिनो हुँदैन भने, दिशा भयो भने पनि एकदमै कडा खालको दिशा हुन्छ या दिशा गर्न एकदमै धेरै समय लाग्छ, धेरै जोर लगाउनु पर्छ या दिशा गर्दा र दिशा गरिसकेपछि पनि पुरै खाली नभए जस्तो केही न केही दिशा रहिराखे जस्तो अनुभव हुन्छ भने त्यसलाई चाहिँ हामीले कब्जियत भन्ने गर्दछ। र यसबाट पनि क्लियर हुन्छ कि कब्जियत भन्ने एउटा लक्षण मात्र हुँदैन, भनेपछि थरी लक्षणहरूलाई हामीले कब्जियत भन्ने गर्दछौँ। त्यो सँगसँगै कब्जियतको कारण पनि फरक हुन्छ। अब आउनुहोस् लक्षण र प्रकार अनुसार कब्जियतको उपचार कसरी गर्न सकिन्छ त भन्ने बारेमा कुरा गरौँ। पहिलो र धेरै मानिसहरूलाई हुने समस्या हो दिशा दिनु हुँदैन या भए पनि एकदमै कडा हुन्छ। यसको उपचार बुझ्नुभन्दा पहिला हाम्रो सानो आन्द्रा र ठुलो आन्द्राले के काम गर्छ र कसरी काम गर्छ भन्ने बारेमा छोटकरीमा बुझौँ। साधारणतः हामीले खाएको खानेकुरा पहिले चाहिँ सानो आन्द्रा यानी कि स्मल इन्टेस्टाइनमा पुग्छ र त्यसमा चाहिँ खाना डाइजेस्ट हुन्छ यानी कि पच्न जान्छ। त्यसपछि नपचेको र बढी भएको खानेकुरा चाहिँ लेदोको रूपमा ठुलो आन्द्रामा पुग्ने गर्दछ र ठुलो आन्द्रामा चाहिँ बिस्तारै त्यसमा भएको पानी सोच्न थाल्दछ र यो सोच्ने क्रममा चाहिँ दिशा चाहिँ बिस्तारै सारो हुँदै जान्छ र सबै दिशा चाहिँ एकै ठाउँमा जम्मा भइसकेपछि हाम्रो मलद्वारमा गएर जम्मा हुन्छ, जसबाट चाहिँ हामीलाई चाहिँ दिशा लागेको अनुभव हुन थाल्दछ। साधारणतया 8 देखि 10 घण्टामा सानो आन्द्राबाट ठुलो आन्द्रामा नपचेको खानेकुराहरू पुग्ने गर्दछ। त्यसपछि हामीलाई बाँकी समय भनेको चाहिँ ठुलो आन्द्रामा पानी सोसेर र दिशा जम्मा हुन लाग्ने समय हो। भनेपछि ठुलो आन्द्रामा यो दिशा जति लामो समयसम्म बस्ने गर्दछ त्यसबाट त्यति धेरै पानी सोच्ने गर्दछ यसले, र जति धेरै पानी सोचिन्छ दिशा त्यति धेरै कडा हुँदै जान्छ। त्यसैले एउटा कुरा के बुझ्नु पर्यो भन्दा हामीले चाहिँ उपचारमा एउटा यस्तो कुरालाई चाहिँ टार्गेट गर्नु पर्यो जसबाट चाहिँ ठुलो आन्द्राले सकेसम्म सबै पानी चाहिँ दिशाबाट नसोचोस् र दिशा पनि लामो समयसम्म ठुलो आन्द्रामा बस्न नपाओस्। यसको लागि सबैभन्दा पहिला त पानी चाहिँ प्रशस्त मात्रामा पिउनु पर्यो। त्योभन्दा महत्त्वपूर्ण कुरा हो हाम्रो खानामा प्रशस्त मात्रामा फाइबर यानी कि रेसादार कुराहरू हुनु पर्यो। यो फाइबर भन्ने चिज चाहिँ हाम्रो आन्द्राले पचाउँदैन, तर यसले चाहिँ हाम्रो दिशाको मात्रा यानी कि भोल्युम बढाइदिन्छ र दिशाको मुभमेन्ट भनेको चाल चाहिँ बढाइदिन्छ, यानी कि आन्द्राको चाल र दिशाको चाल चाहिँ बढाइदिन्छ। त्यो सँगसँगै यो फाइबरमा चाहिँ पानी आफूसँग सँगै राख्ने क्षमता हुन्छ। त्यसले गर्दा लामो समयसम्म पनि दिशा ठुलो आन्द्रामा बस्दा पुरै पानी दिशाबाट सोचिन पाउँदैन। त्यसैले गर्दा यो फाइबर बढी भएको खानेकुरा खाँदा दिशा कडा हुन पाउँदैन, समयमै नरम दिशा दिनो गर्न सकिन्छ। हाई फाइबर यानी कि फाइबर बढी भएका खानेकुराहरूको कुरा गर्ने हो भने हरियो सागसब्जी, लौका, काउली, गाजर जस्ता तरकारीहरू, अमला, मेवा, खरबुजा र सुन्तला जस्ता फलफुलहरू, अनि कोदो, फापर जस्ता खानाहरूमा प्रशस्त मात्रामा फाइबर हुने गर्दछ। फाइबर कम हुने खानेकुराहरू जस्तै भात, मासु र मैदाबाट बनेका परिकारहरूले गर्दा कब्जियत हुने गर्दछ। त्यसैले यी मात्र खानेकुरा खानुभन्दा यो सँगसँगै फाइबर बढी भएका खानेकुराहरू सँगसँगै खाँदा कब्जियत हुने सम्भावना कम हुने गर्दछ। त्यस्तै चिया सिड्स र इसाबगुलमा पनि फाइबर प्रशस्त मात्रामा हुने गर्दछ। बिहान उठेर रातभर 5 देखि 6 घण्टा पानीमा भिजाइएको 1 चम्चा चिया सिड्स पिउने गर्नाले कब्जियत हुने मानिसहरूमा फाइदा गर्ने गर्दछ। त्यस्तै बेलुका सुत्ने बेलामा 2 चम्चा इसाबगुल पानीमा भिजाएर पिउने गर्नाले पनि कब्जियत हुने सम्भावना कम हुने गर्दछ। अब कुरा गरौँ दोस्रो समस्या यानी कि
दिशा लाग्ला जस्तो हुन्छ तर लाग्दैन र लागिसकेपछि पनि पुरा दिशा भए जस्तो अनुभव हुँदैन र कतिपय समयमा चाहिँ पटक पटक दिशा जानुपर्ने हुन्छ। यस्तो समस्या भएका मानिसहरूले एउटा त पानी प्रशस्त मात्रामा पिउनु पर्यो र रेसादार यानि कि फाइबर बढी भएका खानेकुराहरू चाहिँ खानै पर्यो। त्यो सँगसँगै अरू गर्नुपर्ने कुरा हो बिहान हरेक दिन एउटै समयमा दिशा जाने बानी गर्ने, तर धेरै जोर लगाउने र धेरै समय बस्ने बानी चाहिँ नगर्ने। हल्का योग र नियमित रूपमा कम्तीमा 30 मिनेट व्यायाम गर्नाले पनि आन्द्राको चाल राम्रो भएर दिशा दिनुहुने र राम्रोसँग हुने सम्भावना बढी हुन्छ। लामो समयसम्म दिशा रोकेर चाहिँ नराख्ने। त्यस्तै मोबाइल हेर्दै लामो समयसम्म दिशा टोयलेटमा बस्ने बानीले गर्दा पनि कब्जियत हुने गर्दछ। अनि आन्द्रा पोल्ने र उत्तेजित बनाउने खानेकुराहरू जस्तै मसलेदार र पिरो खानेकुराहरू, धेरै तेल, चिलो, मसला हालेका खानेकुराहरू अनि रक्सी, बियर जस्ता कुराहरू चाहिँ सकेसम्म कम लिने बानी गर्नुपर्दछ। तेस्रो समस्या हो धेरै पेट फुल्ने र ग्यास बन्ने सँगसँगै कब्जियत हुने। हामीले खाएको खानेकुराहरू पूर्ण रूपमा पचेन भने यो सानो आन्द्राबाट ठुलो आन्द्रामा पुग्छ र त्यहाँको ब्याक्टेरियाहरूले नपचेको कुराहरू पचाउन थाल्दछन्। त्यस क्रममा ग्यास उत्पादन हुने गर्दछ। चना, भट्ट, राजमा जस्ता केडागोडीहरू हाम्रो शरीरले पूर्ण रूपमा पचाउन सक्दैन। त्यसैले ग्यास बढी बन्ने मानिसहरूले यस्तो खालको खानेकुराहरू कम लिँदा राम्रो हुन्छ। कोक, फेन्टा जस्ता कार्बोनेटेड यानि कि ग्यास उत्पादन गर्ने पेय पदार्थ पनि कम लिँदा ग्यास बन्ने सम्भावना कम हुन्छ। अनि कब्जियत भएका मानिसहरूले एउटा छुटाउँदै नहुने कुरा हो आफूले कुनै औषधि खाइरहेको छु या आफूलाई कुनै बिमारी छ कि छैन भन्ने कुरा। डायबिटिज, थाइरोइड, पार्किन्सन जस्ता समस्याहरूले पनि कब्जियत हुने गर्दछ। त्यसैले यस्ता खालका समस्या छन् कि छैनन् भनेर जाँच गर्न जरुरी छ। त्यो सँगसँगै आइरनको ट्याब्लेट, पेन किलर, कफ सिरपहरू, एन्जाइटी, डिप्रेसनका औषधिहरू र केही ब्लड प्रेसरका औषधिहरूले पनि कब्जियत गराउने गर्दछ। त्यसैले यदि तपाईहरुलाई कब्जियतको समस्या छ भने आफूहरूले यस्तो खालको दबाईहरू खाइराखेको छु कि छैन भनेर पनि बुझ्न जरुरी छ। अब अन्त्यमा जानौं डाक्टरलाई कतिखेर भेट्ने त। अघि मैले भनेको उपायहरूले तपाईलाई ठीक भएन भने डाक्टरलाई भेट्नु पर्यो। त्यो सँगसँगै कतिजनालाई दिशा लाग्ने र दिशा आउला जस्तो पनि हुने तर टोयलेटमा गएर बस्यो दिशा बाहिर आउँदै नआउने, अनि कतिलाई त दिशा गर्ने बाटोमा औँला राखेर दिशा बाहिर निकाल्नु पर्ने जस्ता समस्या हुन सक्दछन्। यस्तो खालको समस्यालाई डिसिनर्जिक डेफिकेसन भनिन्छ। त्यस्तो समस्या भएमा विशेषज्ञ डाक्टरलाई देखाउन एकदमै जरुरी छ। अनि तपाईमध्ये कसैलाई खतराको लक्षण यानि कि रेड फ्ल्याग साइनहरू जस्तै कब्जियत सँगसँगै दिशामा रगत जाने, शरीरको तौल कम हुँदै जाने, खाना मन नलाग्ने, 50 वर्षभन्दा बढीको उमेरमा पहिलो पटक कब्जियत देखिने र एकदमै दबाई खाँदा पनि आराम नहुने, पेटमा गाँठा गुठीहरू आउने, पेट फुल्ने, घरिघरि उल्टी आउने जस्ता समस्याहरू छन् भने तिनीहरूलाई खतराको लक्षण यानि कि रेड फ्ल्याग साइन भन्ने गरिन्छ। त्यस्तो अवस्थामा तुरुन्त डाक्टरलाई देखाउन र जाँच गर्न पनि एकदमै जरुरी छ। आजलाई कब्जियत सम्बन्धी जानकारी यति नै। यदि तपाईहरुलाई कब्जियत सम्बन्धी थप जानकारी, सल्लाह, सुझाव चाहिएमा या पेट र कलेजो सम्बन्धी कुनै पनि समस्याहरू भएमा मेरो टिकटक, व्हाट्सएप, फेसबुक मेसेन्जरमा या क्लिनिकको नम्बरमा मेसेज गर्न सक्नुहुन्छ। धन्यवाद।